हामी चाहिँ आज बिमा जाँदैछु म त रेडी नै भएको छुइनँ है अब चाहिँ रेडी भयो अनि हामी जाँदैछौँ अब हामी जाँदैछौँ यहाँ रेडी भइसकेको छ साथी त्यही पुग्नु लागि बेमा कस्तो देखेको छ भनिदिनु होला यहाँ रहेछ हाम्रो बेगर चाहिँ तर धेरै लाइट छ होला हौ के थाहा को भनेर After a short commercial break to Airport Company, अर्को उयोमा जाने अवस्था भइसकेको छ यहाँ मान्छेहरू देख्नुहुन्छ यति धेरै रहेको छ यो चाहिँ धेरै अब के भन्नु यहाँ साथी छ र अब के भन्नु यही दाइजोहरू रहेको छ र हामी चाहिँ अब कता गएको यहाँ चाहिँ यस्तो मान्छेहरू यति रहेको छ यो चाहिँ राति भएर भिड रहेको छ मान्छे कति धेरै हो यहाँ चाहिँ भागम भाग जस्तो छ के हो यो के भन्नु होइन म हाल्दिनँ कहाँ ठिला ठिला गरेको तिमी पनि बसिरहेको अब हामी चाहिँ अब खानु लागिरहेको ल हामी त्यहाँ थाल लिएर बसिरहेको छौँ है त्यही मान्छेहरू रहेछ किरिस भाइ भाइ पानी हाल्दैन त्यहाँ अङ्कलले भात हालिदिनु हुँदैछ पुरै हालिदिनु न मलाई थोरै थोरै हजुर धेरै होइन थोरै मेरो चाहिँ यति नै रहेको छ है यहाँ अब मलाई यहाँ लजाएर आउँदैन छैन खाने मान्छे हाम्रो यहाँ आलु भुजिया आइसकेको छ यहाँ भ्लग सबै बिग्रिसक्यो अब म खानु स्टार्ट गरेँ यो मेरो फर्स्ट फ्लाइट चाहिँ मेरो साथीहरूलाई ल म चाहिँ खानु थालेँ ल यहाँ मेरो सबै खाइसकेको छ अब भरे भेट्छु खाइसकेर केटाको बेग खाइसक्यौँ अब उता दिदीको बेग छ हेलो के भन्नु अब आज घर त छिटो आयो आज कुद्दा कुद्दा पेटै दुखिसक्यो सम्झना अब अर्को बे जाने अरे अब त्यहाँ पनि म हल्का ब्लग गर्छु है अब अर्को बेमा आइपुग्यौँ हामी तिनजना छौँ अहिले चाहिँ अघि चाहिँ दुईजना थियौँ हेलो गरिदिनु त दुईजनाले हेलो दिदी हेलो गरिदिनु हेलो ल अब हामी यहाँ आइपुग्यौँ है त चाहिँ डेकोरेसन यस्तो रहेछ र हामी आइसकेको छौँ अर्को बेको भिडियोलाई है सबैजना चाहिँ अब यतिकै बसिरहेको छौँ है अल्छी लागेर सबैजनालाई अल्छी लागेको छ त्यही त अब यतिकै बसिरहेको छु यहाँ चाहिँ भाइ र म चाहिँ हेलो गर्दै
कहाँ गयो तिमी म यहाँ आएको थिएँ अहिलेको भिडियो राम्रो आएन है अब उता राख्नु कहाँ गयो त यहाँ देखाउनु कसको खोइ कसो यति एउटा ह्यान्डसम देखिँदो रहेछ माथा दुला खोज्नु हुँदैछ यहाँ हाम्रो दिदीले चाहिँ हाम्रो त कहीँ गयो अब हामी चाहिँ घर गएको आयो यतिको नि रह्यो म एक्लै गेम गर्न मुहान बाखा भा हो कि छ यहाँ चाहिँ यिनीहरूको भाषा बोल्दैछ है दिदीले चाहिँ हामी घर फर्केको सबैजना अहिले के भन्नु हामी अब घर गएको अब सुत्नुपर्छ गएर निद्रा पुगेको छैन हिजो जन्ती गएर अब लाइभ सरी भ्लग यहीँसम्म समाप्त बाई बाई सबैलाई बाई बाई गुड नाइट